कसैलाई गलत सोच्नु अघि आफू पनि कति सही छ भनेर निहाल्नुपर्छ। सम्बन्धको आयु मान्छेले गर्ने व्यवहारमा निर्धारण हुन्छ। त्यसैले पनि हामीले अरूलाई कस्तो व्यवहार गरिरहेका छौँ, कुन वचन बोलिरहेका छौँ, कतिसम्म अपमान गरिरहेका छौँ, कस्तो शब्द प्रयोग गरिरहेका छौँ, यो बुझ्न अति नै आवश्यक हुन्छ। जति सजिलो मान्छेको मन राख्न हुन्छ नि, त्यति नै सजिलो मान्छेको मन मोड्न पनि हुन्छ। जीवनमा सबै कुरा सहन सक्नुहुन्छ, तर कसैको अपमान, अवहेलना, बेइज्जत र अपशब्द कहिल्यै पनि सहन सकिँदैन। तपाईँ यति मात्र बोल्नुहोस् कि आफू पनि सुन्न सक्ने क्षमता राख्नुहुन्छ। यदि तपाईँ कसैको अवहेलना र अपमान गर्दै हुनुहुन्छ भने तपाईँ पनि त्यसको बदलामा त्यही अपमान, अवहेलना सहन तयार भएर बस्नुहोस्। किनभने यहाँ अवहेलना, अपशब्दको सम्झौता कसैले पनि गर्न सकिँदैन। त्यसैले यति मात्र बोल्नुहोस् कि जति तपाईँ पनि सुन्न सक्ने सामर्थ्य राख्नुहुन्छ। हामी चाहिँ सधैँ अरूलाई मात्र नराम्रो देखिरहन्छौँ नि। अरूलाई जाँच्ने तराजुमा एकचोटि आफूले आफैलाई पनि जाँच्न जरुरी हुन्छ। सधैँ अरूले मेरो लागि केही गर्दैन मात्र भनिरहेको हुन्छौँ नि। आफूले चाहिँ अरूको लागि के गरिदिएको छ त्यो पनि सोच्न आवश्यकता हुन्छ। पहिले पछि लड्दा पनि हार मानिन मैले, उभिएर पहिला चल्न सक्ने